दर्शकबिन खेलाडी बन्नका लागि सबैभन्दा पहिलो कुरो ट्रेनिङको एकदमै आवश्यकता छ र खेलाडी बन्नका लागि हरेक खेल क्षेत्रमा खेलाडीले यो सोच्ने गर्दछ कि सबैभन्दा पहिला म चाहिँ एउटा उत्कृष्ट एकाडेमीमा रहेर ट्रेनिङ सिक्न पाए म यस्तो बन्थे उस्तो बन्थे भन्ने सपना चाहिँ बोकेकै हुन्छ। तर त्यसमा कतिपय खेलाडीको सपना विपनामा परिणत हुन्छ र कतिपय खेलाडीको सपना सपनामै रहेर जान्छ। यो मात्रै नभएर स्पेशली नेपाली खेलाडीहरूको लागि त यस्ता ठुलठुला एकाडेमीमा ट्रेनिङ सिक्ने त एउटा सपना मात्रै हुन्छ। तर पनि त्यो सपना आज साकार भएको छ दर्शकबिन। एउटा यस्तो सपना साकार भएको छ जुन चाहिँ इतिहासमै पहिलोपल्ट एउटा नेपालको छोरो जो चाहिँ पाल्पामा जन्मेका छोराले आज युरोपकै टप क्लब यानि कि पीएस एकाडेमीमा जोइन हुने मौका पाएका छन्। दर्शकबिन पीएसजी त्यस्तो एउटा क्लब हो जसमा यस्ता दावेदार खेलाडीहरू छन्। विश्वचर्चित एम्बापे जस्ता खेलाडीहरूले चाहिँ पीएसजीबाट खेल्ने गर्दछन्। अब यो एकाडेमीमा हरेक नेपालीको सपना हुन्छ कि म चाहिँ यो एकाडेमीमा बसेर सिक्न पाऊँ भन्ने, तर त्यो सम्भव हुँदैन। तर आज एउटा नेपाली छोराले त्यो सपना पुरा गरेर देखाएका छन्। उनी हुन् रेहान शाह। दर्शकबिन म तपाईलाई जानकारी दिन चाहन्छु रेहान शाहले कसरी पीएसजीमा आबद्ध भए। यो सबै जानकारी म तपाईलाई दिन गइरहेको छु। विश्वचर्चित फ्रान्स क्लब पेरिस सेन्ट जर्मन पीएसजीबाट खेल्ने वा अभ्यास गर्ने हर कसैको एउटा सपना नै हुन्छ। त्यही सपना पुरा गर्न सफल भएका छन् पाल्पाली नगर रामपुरका रेहान शाह। फुटबलमा उत्तिकै रुचि र मेहनती रेहानले पीएसजी एकाडेमीका लागि दिएको ट्रायलमा नाम निकाल्न सफल भएपछि उनी हाल क्लबको एकाडेमीमा प्रशिक्षणरत छन्। रेहानका अनुसार उनले एकाडेमीकै लागि खेल्ने सम्भावना पनि धेरै नै छ भन्ने कुरा जानकारी चाहिँ आइरहेको छ। एकाडेमीमा उनले हाल 1 वर्षका लागि सम्झौता गरेको बताएका छन्। रेहान भन्छन् राम्रो गर्न सके क्लबमा अझै राम्रो स्थान बनाउन सक्छु भन्ने आशावादी पनि छु। रामपुर 4 पाल्पाका स्थानीय बासिन्दा रेहानको उपलब्धि र सफलतामा उनको मातापिता मोहम्मद रेमान र रसिदा बेगमा पनि खुसी छन्। छोराले सफलता र उपलब्धि सँगै अन्तर्राष्ट्रिय फुटबलमा देशका लागि राम्रो गर्न सकोस् भन्ने चाहना रेहानका मातापिता मोहम्मद र रसिदा दुवैको चाहना रहेको प्रतिक्रिया दिए। दर्शकबिन अब यो एउटा सपनालाई चाहिँ विपनामा साकार भएको छ। रेहान जसले चाहिँ अहिले पीएसजी एकाडेमीमा जोइन भएर ट्रेनिङ गर्ने मौका पाए। यो चाहिँ एकदमै हाम्रो नेपाली फुटबल जगतको लागि खुसीको खबर रहेको छ। किनभने हाम्रा नेपालका खेलाडीहरूले यसरी विदेश त्यो पनि युरोपकै टप क्लब यस्तो एकाडेमीमा ट्रेनिङ लिन पाउनु भनेको एकदमै खुसीको खबर हो। वेल दर्शकबिन तपाईलाई चाहिँ यसको विषयमा के लाग्छ तपाईहरुले चाहिँ कमेन्ट गर्नुहोला। र दर्शकबिन रेहान जस्तै धेरै खेलाडीहरू नेपालमा छन् जसले चाहिँ यस्ता सपना बुनेका छन्, जसले आफू पनि ठुलो एकाडेमीमा आबद्ध भएर ट्रेनिङ गर्न पाऊँ भन्ने सपना। तर पनि सबैको यो सपना चाहिँ साकार हुँदैन। त्यही भएर फेरि पनि पूर्ण एकपटक सबैले मिलेर रेहानलाई अग्रिम रूपमा शुभकामना दिउँ र साथै रेहानले एकाडेमीमा ट्रेनिङ लिए पश्चात फेरि पेरिस क्लबबाटै खेल खेल्न पनि पाउन् र पछि आएर नेपालमै नेपाली राष्ट्रिय टिमलाई रिप्रेजेन्ट गर्दै राष्ट्रिय टिमबाट खेल खेलेको हामी हेर्न चाहन्छौँ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। जय नेपाल, जय नेपाली फुटबल।